दर्शकबिन नमस्कार। प्राइम टकको यो अर्को नयाँ श्रृङ्खलामा तपाईलाई हार्दिक स्वागत छ। म पुरुषोत्तम सापकोटा। एनटिभी कोहलपुरको साप्ताहिक प्रस्तुति प्राइम टकमा हामी विविध विषयहरूमाथि सरोकार राख्ने व्यक्तिहरूसँग संवाद, बहस, छलफल र कुराकानी गर्ने गर्छौँ। अब यति बेला प्रदेश सरकारहरू बजेट बनाउनमा व्यस्त छन्। नीति तथा कार्यक्रमको तर्जुमाको समय चलिरहेको छ। कतिपय प्रदेशहरूमा प्री बजेटमाथि छलफल पनि भइरहेका छन्। आज हामी कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको बजेट, नीति, कार्यक्रम जसले कर्णाली प्रदेशको समृद्धिलाई अबको वर्ष कस्तो मार्गदर्शन दिँदैछ भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। आज हामी कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा छौँ र यहीँ यो कार्यक्रम छायाङ्कन गरिरहेका छौँ। आजको हाम्रो अतिथि यस मन्त्रालयका मन्त्री राजीव विक्रम शाहजी हुनुहुन्छ। सबैभन्दा पहिले म आजको हाम्रो अतिथिलाई कार्यक्रममा स्वागत गर्छु। स्वागत छ मन्त्री। धन्यवाद भाइ। आराम हुनुहुन्छ? आरामै। सुरुमा प्री बजेटमाथि छलफल अहिले चलिरहेको छ। हिजो अस्ति मात्रै पनि हामीले संवाद गर्नुको 2 दिन अगाडि सदनमा त्यो विषय प्रवेश छ। अहिले छलफलको चरणमा छ। तपाईहरु योजना बनाउनमा व्यस्त हुनुहुन्छ। यसपटक के कुरालाई प्राथमिकतामा राख्नुभयो? मैले खास गरेर अलिकता हाम्रो कर्णाली प्रदेशको परिस्थिति हेरेर बजेट प्रदेश स्थापना कालदेखि हरेक वर्ष तपाईले स्थापना कालमा चाहिँ लगभग हाम्रो बजेटको साइज चाहिँ 36-38 अरबको थियो। हरेक वर्ष त्यहाँदेखि खुम्चिँदै आउँदाखेरि अहिले लगभग मैले सिलिङ चाहिँ 31 अरब 59 करोडको सिलिङ विभिन्न मन्त्रालयलाई अनुमानित सिलिङ दिएर विभिन्न मन्त्रालयहरूलाई चाहिँ सिलिङ दिएको थिएँ। यसको यो कुन आधारमा दिएको थिएँ भनेदेखि यो 75% खर्च हुन्छ भनेर र खर्चको आधार पनि अलिकता माथि नै राखेको छु। अलिकता अप्टिमिस्टिक भएर नै राखेको छु। किनभने अहिले 7 वर्षमा चाहिँ सबैभन्दा बढी खर्च भएको भनेको चाहिँ 68%। त्यो चाहिँ 77-78 मा भएको थियो। गत वर्ष त 61% मात्रै भएको। अहिले लक्ष्यले चाहिँ अलिकता कम देखिए पनि विभिन्न मन्त्रालयको सचिव, खास गरेर भौतिक सचिव, ऊर्जा सचिव, सामाजिक मन्त्री, उहाँहरूसँग मेजर मन्त्रालय उहाँहरू भएको भएर उहाँको खर्चको प्याटर्न देख्दाखेरि चाहिँ उहाँले चाहिँ लगभग 75 देखि 80% हुन्छ भन्ने किसिमको उहाँले प्रक्षेपण गर्नुभयो। उहाँले लक्ष्य राखेको भएर चाहिँ हामीले चाहिँ त्यसलाई अलिकता कन्जर्भेटिभ गरेर 75% मा हामीले त्यो अनुमानित सिलिङ दिएको छौँ। अब रियलिस्टिकली मैले अघि पनि 68 को म्याक्सिमम पेरिफेरीमा 68 देखि 70 भयो भने पनि 5% को ग्याप हुन्छ। अहिले दिएको सिलिङ भन्दा पनि अलिकता बढ्ने यो रियल बजेट चाहिँ अलिकता बढ्छ कि भन्ने मेरो पहिला अनुमान हो र मेरो मन्त्रालयको। प्राथमिकताको कुरा गरौँ न। जस्तो अब कुन क्षेत्रलाई अलि बढी फोकस गर्ने कुरा छ यसपालि? अब यो त्यो बजेट अनुसार चाहिँ मैले चाहिँ अब भर्खर अस्ति 10-15 दिन भयो सिलिङ दिएको र अहिले हामीले कर्णाली प्रदेशमा चाहिँ धेरै प्रदेशहरूमा धेरै आरोप आयो कि यो भनौँ न एउटा सिस्टममा बजेट नआउने भन्ने किसिमले गरेपछि चाहिँ हामीले यो अहिले नेकपा एमाले र नेपाली काङ्ग्रेसको संयुक्त सरकारले चाहिँ योजना ब्याङ्कको कन्सेप्ट लिएर आएर यो अहिले योजना ब्याङ्क मार्फतमा चाहिँ योजनाहरू आइराखेको छ र चाहिँ त्यो योजना ब्याङ्क को कन्सेप्ट अब हेर्दाखेरि चाहिँ एक किसिमको माग आउँछ। तर हाम्रो अहिले हिजो मैले प्री बजेट निकाल्दाखेरि चाहिँ मैले खास गरेर युथलाई पनि रोजगारी, अब विभिन्न एक्टिभिटिजहरू पनि जस्तो खेलकुदबाट पनि उनीहरूलाई प्रोत्साहन गरिने एउटा युथको लागि एक्टिभिटी खेलकुद पनि भनेर एउटा प्राथमिकता त्यहाँ दिएका छौँ। कर्णाली प्रदेशको भर्खर एउटा नयाँ स्टेडियम हाम्रो धेरै रिसोर्स नभएर पनि हाम्रै खर्चमा हामीले यत्रो स्टेडियम बनाएको छ। त्यसलाई युटिलाइजेसनको लागि हामीले अन्तर्राष्ट्रिय गेम गर्न पनि सकिन्छ कि भनेर त्यतातिर पनि जोड दिएको छौँ र युथलाई चाहिँ एग्रो बेस्ड, किनभने हाम्रो ब्याकग्राउन्ड खास गरेर धेरै जस्तो फार्मिङ ब्याकग्राउन्ड कृषि क्षेत्रमै भएको भएर चाहिँ उद्यमशीलतातिर एन्टरप्रेन्योरशिप बढाएर यसमा पनि भनौँ न हामीलाई त फुड, सेल्टर एन्ड क्लोदिङ त चाहिन्छ नि। अनि
हिजो हाम्रो यतिका पुस्तासम्म हाम्रो बाबुबाजेहरू कृषक भएर नि बाँच्यौँ। आजकल अलिकता पढ्ने बित्तिकै चाहिँ हामी चाहिँ कृषक नहुने किसिमको त्यतातिर चाहिँ जोड दिनलाई चाहिँ अलिकता सहुलियतको कुरा पनि हामीले कृषितिर पनि कृषि पशुपालनतिर पनि युथलाई चाहिँ प्रोत्साहन दिने उत्पादनसँग जोडिने किसिमले त्यहाँ पनि एउटा इज्जत छ है, त्यहाँ पनि डिग्निटी छ, त्यहाँ पनि कमाउने छ। र दोस्रो कुरा चाहिँ अहिले धेरै हाम्रो युथहरू भाइ बहिनीहरू विदेश गइरहेछ कमाउनको निम्ति। त्यहाँ निकै वर्ष बसेर केही पैसा कमाएर सिप सिकेर यहाँ आइराखेको छ। उनीहरूलाई पनि एउटा व्यवस्थित, अब नेपालमा त फर्क्यो, आफ्नो आफ्नो गाउँघरमा फर्केला, उनीहरूको लागि पनि अझ उनीहरूले कमाएको पैसा चाहिँ सही उपयोग होस् भनेर उनीहरूलाई पनि यो एन्टरप्रेन्योरसिपमा चाहिँ प्रोत्साहन गर्ने, सहुलियत दिने, विभिन्न फेसिलिटीहरू दिने भन्ने किसिमले चाहिँ त्यतातिर पनि फोकस गरिराखेका छौँ। पूर्वाधारको हिसाबले पनि कर्णाली प्रदेश तुलनात्मक रूपमा कमजोर छ हैन, यसलाई पनि अझ बढी महत्त्व दिनुपर्ने पनि होला। अनि हाम्रो खर्चको प्रगतिको प्रतिशत त यहाँले भनिहाल्नु भयो 68 फेरिमा भन्दा धेरै खर्च हुन सकिरहेको छैन। अहिलेसम्म पछिल्लो पटक अद्यावधिक तथ्याङ्क अनुसार करिब 22% बजेट खर्चको अवस्था छ, तर गत वर्षको तुलनामा यो चाहिँ 1.something% बढेको हो भनेर तथ्याङ्कले भन्दो रहेछ। यसलाई कुन रूपमा हेर्ने, अब उत्साहित रूपमा कर्मचारीहरू काम गरिरहेका छन् भन्ने कि अब चाहिँ जनशक्तिको अलिअलि व्यवस्थापन भयो त्यसकारणले थोरै गति बढ्दैछ भन्ने हिसाबले हेर्ने? यसमा खास गरेर भनौँ भने यो अहिले म साउनको 20-21 गते चाहिँ मैले शपथ गरेर मैले यो मन्त्रालयमा आएँ र यो सरकारको मुख्यमन्त्री जो चाहिँ 3-4 महिना अगाडि नै उहाँ मुख्यमन्त्री भइसक्नु भएको थियो। उहाँ र हामी मिलेर चाहिँ हामीले चाहिँ के लक्ष्य राखेका थियौँ भनेदेखि हाम्रो खर्चको मेन एउटा च्यालेन्ज भएको भएर चाहिँ हामीले चाहिँ त्यो साउन महिनादेखि चाहिँ दसैँ अगाडिसम्म चाहिँ सक्दो जे बजेट हामीले त्यो आएको बजेट थियो, बजेट विनियोजनबाट निस्केको थियो, संसदबाट पास भएकोलाई चाहिँ कार्यान्वयनतिर लगौँ भनेर हामीले चाहिँ मेरै मन्त्रालयले विभिन्न मन्त्रालयलाई चिठी पठाएर तपाईँहरूको के योजना आएको छ त्यसलाई पनि तपाईँले यसो समीक्षा गर्नुहोस्, कुन जिल्लामा के गएर त्यो चिठी काटेर त्यसको चाहिँ छिटो न कार्यान्वयनको पाटोमा कार्यान्वयनतिर लग्नुहोस्। टेन्डरमा गर्नुपर्ने भयो भने टेन्डरमा गर्नुहोस्, उपभोक्ता समितिमा जानुपर्ने भयो भने छिटो गर्नुहोस् भनेर हामीले चाहिँ हाम्रो लक्ष्य चाहिँ दसैँ अगाडिसम्म चाहिँ त्यो सम्पन्न भयो भने चाहिँ हाम्रो चाहिँ खर्च विवरण राम्रो हुन्छ कि भन्ने थियो। तर अब लगभग हामी आफै मुख्यमन्त्री आफै 10वटा जिल्लामा गइकन हामी मन्त्रीहरू पनि आफ्नो आफ्नो जिल्लामा गएर त्यो विभिन्न पालिकाको भनौँ न निर्वाचित मेयर उपमेयर लगायत गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष कार्यालयको विभिन्न जिल्लाको कार्यालयको हाकिममा पछि लागेर पनि हाम्रो दसैँ अगाडिसम्ममा लगभग 20% मात्रै योजनाहरू चाहिँ टेन्डरमा कार्यान्वयनमा टेन्डरको प्रोसेसमा लागेको थियो। अनि हामी फेरि भनेर तपाईँलाई यो तिहारसम्म चाहिँ सकाउनु छ है भन्दाखेरि पनि त्यसको प्रोसेस चाहिँ कहिलेकाहीँ केही न केही अब्स्टिकल आउँदाखेरि कहिलेकाहीँ कार्यविधि बनाउनु पर्ने पनि समय लाग्ने यसो गर्दाखेरि चाहिँ अब अस्ति 2 महिनासम्म पनि टेन्डर गइराखेको थियो र यो 2 महिना अथवा 1 महिना अगाडि मात्रै टेन्डर भएको भएर चाहिँ खर्च अहिले चाहिँ कम देखिराखेको छ। र हाम्रो यो सिस्टम र वातावरणै यस्तो रहेछ कि यो असाढमा महिनामा चाहिँ गइकन एकदम काम गर्ने अनि एकदम गराउने अनि बिल ल्याउने त्यही बेलामा। अब ठेकदारहरूको पनि अब बहुवर्षीय योजनाहरू छ भने उनीहरूको पनि के हुँदो रहेछ भने धेरै प्रोजेक्ट्स लिने अनि यो मेरो 2 वर्ष बाँकी छँदैछ नि भनेर हरेक वर्ष त हामीले पैसा छुट्टा हुन्छ तर काम सुरुवात नगरिदिने अनि लास्ट 1 वर्ष अथवा 6 महिनामा चाहिँ आएर चाहिँ अनि कामतिर लाग्ने मेरो 3 वर्ष छँदैछ भन्ने अनि काम सुरुवात पहिला नगरिदिने त्यो पनि कारणले पनि खर्च नदेखिराख्ने। त्यसले गर्दा विभिन्न समस्याहरू छ। सबैले आफ्नो आफ्नो ठाउँमा बसेर आफ्नो आफ्नो काममा चाहिँ अलिकता इमानदारी पूर्वक अथवा भनौँ न यो गर्नुपर्छ है यो मेरो दायित्व छ भनेर
गर्यो भने चाहिँ खर्च पनि देखिन सकिन्छ। जस्तो अहिले यो समय जुन चलिरहेको छ, जुन समयमा म तपाईँसँग संवाद गरिरहेको छु, यो बेलामा चाहिँ योजना माग्नेहरूको चाङ लाग्ने अथवा त्यो लाम लाग्ने बेला हो। अहिले तपाईँहरूले योजना बैङ्क भन्ने कुरा गरिराख्नु भएको छ, यसले कतिको सहज भइराखेको छ वातावरण? अहिले हेर्नुहोस्, यो खास गरेर आज अलिकता परिस्थिति बस भएको योजना माग्न चाहिँ चापै छैन, किनभने हामीले चाहिँ सिस्टम अझ पनि यो पहिलो वर्ष भएको भएर चाहिँ चाप चाहिँ धेरै कम भएको छ हेर्नुहोस्। तर अर्को वर्ष यसलाई यो वर्षबाट सिकेर अझ पनि यसलाई व्यवस्थित गरेर हामीले चाहिँ के गर्यौँ भनेदेखि यो योजनाको माग चाहिँ बटमबाट माथि, बटम अप भन्ने किसिमको आओस्, जहाँ आवश्यक छ त्यहाँबाट चाहिँ ओडाबाट माग माथि आउनु पर्यो नि। र त्यो ओडाबाट के ओडामा के चाहिन्छ त्यो चाहिँ पालिकाले नि त्यो बस चलाइदियो भने उनीहरूले नि त्यसलाई चाहिँ एकदम छलफलमा लगेर त्यसलाई निचरेर लिएर आएर आवश्यकता, किनभने हामीले त रिसोर्स धेरै कम छ हेर्नुहोस्, रिसोर्स कम छ, योजनाहरू बढी छ, अलिकता इमान्दारपूर्वक उनीहरूले त्यो पालिकाबाटै नि अलिकता त्यसलाई चाहिँ छलफल गरी प्रायोरिटाइज गरेर लिएर आएको भए त्यो जिल्लामा डिस्कसन हुन्थ्यो, माननीयहरूको ज्येष्ठ माननीयको अध्यक्षतामा माननीयहरू पनि बसेर त्यसले त्यो ठाउँमा पनि अझ पनि त्यसलाई छाँटेर लिएर आएर अनि मन्त्रालयमा आउँदाखेरि मन्त्रालयको अहिले सिस्टममा आउने भर्नेलाई पनि अहिले त के भयो भनेदेखि पहिलो वर्ष भएको भएर सबैले अब सबैको माग आओस्, सबै आउने भयो। आउँदाखेरि चाहिँ अहिले यो सिस्टमले पनि नधान्ने भइसक्यो, क्यापेसिटी नै छैन, किनभने एउटा मन्त्रालयको 1500 देखि 2000 योजना आउन थालेपछि त त्यो सिस्टमले सपोर्टै नगर्ने भइराखेको छ। त्यही पनि हामीले कोसिस गरेको छ। यो पहिलो वर्ष भएको भएर लर्निङ एक्सपिरियन्स छ। अहिले भर्खर मन्त्रालयलाई सिलिङ दिएको 10-15 दिन भइसक्यो, तर उनीहरूलाई चाहिँ अहिले त्यो जम्मै त्यो आफ्नै सिस्टममा त्यो आएको जिल्लाबाट आएको योजनाहरूलाई लोड गर्नलाई टाइम लागिराखेको छ। अब उनीहरूले लोड गरेपछि योजना आयोगमा जान्छ, योजना आयोगमा अब सबैको त्यहाँ गएपछि सम्बन्धित त्यहाँ एउटा समिति छ, योजना आयोगको अध्यक्षतामा अथवा सदस्यहरू सम्बन्धित मन्त्रालयको सचिवले चाहिँ त्यसमा बसेर फेरि त्यसलाई एक्सर्साइज गर्छ। अब त्यहाँ यो अलिकता छान्दै आएको भए चाहिँ योजना आयोगलाई पनि काम सजिलो हुन्थ्यो। अब त उनीहरूले नि 2-3 हजार एउटा मन्त्रालयको 2-3 हजारवटा योजनाबाट छान्नलाई चाहिँ अवश्य अलिकता टाइम पनि बढी लाग्ने भयो। तर यो पहिला वर्ष भएको भएर यो प्र्याक्टिस चाहिँ राम्रो प्र्याक्टिस हो, तर यसलाई एज वी गो अन हामी सिक्दै जान्छौँ र यसलाई अझ रिफाइन गर्दै लग्नुपर्छ भन्ने मेरो। जस्तो अहिले अब मान्छेहरू विकास भन्ने बित्तिकै बाटोघाटो पुल पुलेसाहरूलाई अलिक बढी प्राथमिकता दिन्छन्, तर सूचकाङ्कका हिसाबले सामाजिक चेतना स्तरका दृष्टिकोणले पनि कर्णाली प्रदेश अलि पछाडि छ भन्ने विभिन्न तथ्याङ्कहरूले देखाउँछ, अथवा सम्भावना भएको प्रदेश पनि हो। तर त्यो सचेतनाको स्तर वृद्धि गर्ने सन्दर्भका कार्यक्रमहरू त माग हुँदैनन् होला, किनभने मान्छेलाई बाटो, बिजुली, पुल, पुलेसा, गाडी, स्वास्थ्य चौकी, एम्बुलेन्समा अलिक बढी प्राथमिकता दिएको जस्तो देखिन्छ। त्यसरी तलबाट आउने योजनाहरूले कहीँ त्यो पक्ष छुट्छ कि भन्ने खालको जोखिम चाहिँ कतिको देखिन्छ? तपाईँले एकदम राम्रो कुरा उठाउनु भयो। खास गरेर जनताबाट आउने र पालिकाबाट आउने योजनाको माग त्यो आउँदैन, तर यहाँ जुन एनजिओ आइएनजिओहरूको गैर सरकारी संस्थाहरूबाट चाहिँ त्यो आउँछ र खास गरेर त्यस्तो किसिमको माग चाहिँ सम्बोधन खास गरेर उनीहरूले चाहिँ पालिकाको अध्यक्ष, उपाध्यक्ष, एनजिओ आइएनजिओ सेक्टरहरूले चाहिँ उनीहरूलाई बोलाएर त्यस्तो किसिमको तालिम दिइराखेका हुन्छ, उनीहरूले त्यस्तो किसिमको जनचेतनाको कुरा गरिराखेका हुन्छ, माननीयहरूसँग पनि कुरा गरिरहेका हुन्छ। त्यो बेलामा पालिकाको अध्यक्ष, उपाध्यक्ष अथवा माननीयहरू त्यो बैठकमा अथवा त्यो सेमिनारहरूमा भाग लिने गरेका हुन्छ। त्यहाँ चाहिँ उहाँले कमिटमेन्ट दिनुहुन्छ, तर फेरि 1-2वटा अथवा 4-5 निले आउने भन्ने छैन, धेरै कम। अब लगभग 40वटा माननीयबाट उहाँहरू त्यहाँ छ भने मेबी अब 10-15 or 20% माननीयहरूको चाहिँ त्यस्तो सकारात्मक मागहरू पनि यो जनचेतनाको
विभिन्न लैङ्गिक महिला समानताको बारेमा पनि त्यस्तो किसिमको पनि मागहरू आउँछन् नआउने भन्ने होइन। जस्तो योजनाहरू कार्यान्वयनको चरणमा गएका र कतिपय बजेट अभावका कारणले गर्दा पूर्ण हुन नसकेका आयोजनाहरू छन्, त्यस्ता आयोजनाहरू यो पटक कतिको प्राथमिकतामा पर्छन्? अब पुरानो दायित्व अब लगभग हाम्रो यो ट्रेन्ड हेऱ्यो भने चाहिँ हामीले 31-32 करोडको अरबको बजेट निकाले पनि हाम्रो एक्चुअल खर्च हुने त्यही 61 देखि 68 अथवा 70% यसपालि गयो भने पनि त्यही 23-24 अरब मात्रै त हो नि। बाँकी त अब त्यो फेरि क्यारी फरवर्ड हुने बजेट भएको भएर चाहिँ अहिलेसम्म त्यही भइराखेको छ, त्यही ट्रेन्ड देखिराखेको छ। अब यसमा पनि एकदम पुरानो अब जस्तो अलिकता यो सरकार छिटो छिटो चेन्ज भइरहने, जस्तो अहिले मैले एउटा अब ल्याउनुहुन्छ कार्यान्वयनको चरणमा अर्को मान्छेको नेतृत्व जस्तो यो म आउँदाखेरि म साउन महिनामा आएँ, यो बजेट त नेकपा एमाले र नेकपा माओवादीको गठबन्धन ल्यायो। मेरो अलिकता अनुशासन नभएको भए त मैले चाहिँ मेरो योजनाहरूलाई मैले प्राथमिकता दिन्थेँ, तर हामीले यो अहिले सरकारले के रुल ल्यायौँ भनेदेखि हामीले नलिएर आए पनि उनीहरूले जसले लिएर आएको थियो नेकपा एमाले र नेकपा माओवादीकै जुन संसदबाट पास भएको योजनालाई चाहिँ प्राथमिकता दिएर लग्ने, कुनै पनि नयाँ योजना नथप्ने भन्ने हामीले निर्णय गरेर हामीलाई हाम्रो पार्टीबाट धेरै प्रेसर, जस्तो हाम्रो पार्टीको नेपाली काङ्ग्रेसको त योजनै परेको छैन नि, त्यो योजना नपरेर पनि हामीले थेकेर, किनभने हामी पनि त्यो नयाँ योजनातिर गयो भने यो ब्याड प्र्याक्टिस हुन्थ्यो, पुरानो योजनाहरूलाई कोल्याप्स हुने, नयाँ योजनालाई पनि फेरि म पनि यहाँ अब यो कति रहने, अब मैले निकालेको फेरि अर्को साथीले कार्यान्वयन गरेन भने चाहिँ यसको चक्रव्यूहमा हामी फस्छौँ र हामी नराम्रोसँग अब आउँदो वर्षमा अब कमिङ 3-4 इयर्समा चाहिँ हामीले यसलाई चाहिँ एउटा सिस्टममा बसालेन भने चाहिँ हामी नराम्रोसँग फस्छौँ भनेर यो सरकारले चाहिँ कुनै पनि नयाँ योजनामा नगइकन हामीले त्यतैतिर पछाडिको कार्यान्वयनतिर लाग्यौँ र जे अहिले अलिकता खर्च को कम हुनु भन्दाखेरि पनि पहिलाको सिस्टम के थियो भनेदेखि जुन टेन्डर गयो नि, अब उदाहरणको रूपमा 50 लाखको टेन्डर भयो भने 15 लाख रुपियाँमा मात्रै त्यो सम्झौता हुने र बाँकी 35 लाख त फर्किने के अरे त्यहाँ रहिरहने भयो। त्यसमा चाहिँ फेरि कोटेसन अनुसार चाहिँ सम्झौता मिलाउँदाखेरि चाहिँ त्यो चाहिँ हामीले त्यो पनि बन्द गऱ्यौँ। त्यो पनि एउटा आर्थिक पारदर्शिताको काम गरियो। यस, र धेरै विभिन्न कार्यविधिहरू बनायौँ, समपूर्वक विशेष अनुदान सशक्त अनुदानको पनि कार्यविधि बनायौँ। अहिले आउँदाखेरि बजेटको पनि सार के छ भनेदेखि पहिला त्यो अबन्दा बजेट भन्ने वित्तीय अर्थवित्तीयमा बस्ने बजेट पनि यसपालि हामीले 1 अरब 50 करोड राखेको थियो, त्यसलाई पनि धेरै हदमा चाहिँ घटाउने, खालि आवश्यक जस्तो अहिले हामीले बोलेको छौँ इन्भेस्टमेन्ट पोर्टल, इन्भेस्टमेन्ट फन्ड, विभिन्न यसमा त्यो शीर्षकमा चाहिँ केही राख्ला, किनभने अहिले इमिडिएटली प्रोजेक्ट आएको छैन, त्यसलाई आउँछ भनेर आउला कि भनेर हामीले चाहिँ केही फन्ड त्यसमा छुटाउँला, विपद व्यवस्थापनको लागि केही छुटाउँला। हिजो जस्तो 1.5 अरब चाहिँ छुटाउँदैन, छुटायो भने पनि यस्तै 40 देखि 50 करोड जति छुटाउँला, अरू सबै भनौँ न खर्चमै पठाउँला। अनि अहिले अर्को पनि जुन यो मन्त्रालयले सशर्त अनुदान भनेको थियो 1.5 अरब रुपियाँ चाहिँ बाँडिन्थ्यो सानो योजनामा, त्यसलाई पनि वित्तीय आयोगको सुझाव अनुसार हामीले चाहिँ रोकिएको अवस्था छ, त्यो अलिकता धेरै कम गरेको छ। र हाम्रो लक्ष्य चाहिँ अहिले चाहिँ विभिन्न मन्त्रालयले पनि एउटा इनोभेटिभ त्यो हिजोकै योजना ल्याउनुपर्छ भन्ने छैन, त्यसमा राम्रोसँग रिजल्ट आइराखेको छैन भने उनीहरूले पनि परिमार्जन गरेर रचनात्मक त्यो बजेटको स्पिरिटमा चाहिँ उनीहरूले आफ्नो प्रोग्रामहरू डेभलप गरेर ल्याउन सक्यो भने चाहिँ हामी त्यतातिर भनौँ न प्रोत्साहन दिन्छौँ भन्ने। अब यहाँ हामीले अहिलेसम्म संवाद गरेको चाहिँ नागरिकको आय स्तर बढाउने एउटा योजना, युवा लक्षित योजना कुरा भयो,
फरेनमा गएर बसिरहेकाहरू जो बाहिर यहाँ आइसकेका छन् उनीहरूको सिप र पुँजीलाई प्रयोग गरेर यहीँ उद्योग स्थापना गर्न सकिने कुरा एउटा कुरा, ती कुराहरू तपाईँले प्राथमिकतामा राख्नुभयो। अर्को चाहिँ प्रदेश सरकारले आफ्नो आम्दानीको स्रोत बढाउनु पर्दैन? यस, त्यो पनि म आउँदै थिएँ, तपाईँले सोध्नुभयो। हामीले चाहिँ खालि योजनाको कुरामा मात्रै राखेन। म आएदेखि यो मन्त्रालयमा हामीले रेभिन्यू शाखा पनि हामीले स्थापना गऱ्यौँ र एउटा रेभिन्यूको मन्त्रालयभित्र नै एउटा एक्सपर्टको कहाँ अहिले हाम्रो रेभिन्युजहरू बढाउन सक्ने त्यसलाई चाहिँ अध्ययनमा राखेर एउटा भनौँ न कहाँ बढाउन सकिन्छ भनेर त्यसलाई जहाँ जहाँ अलिकता पाल परिराखेको थियो त्यो पालहरूलाई चाहिँ ब्लक गर्दै यसपालि गत वर्ष हाम्रो चाहिँ 58 करोड रुपियाँ जति 54 देखि 58 करोड रुपियाँ जति राजस्व उठ्यो। यसपालि हाम्रो लक्ष्य के छ भनेदेखि 80 करोड जति छ। अब हाम्रो अब त्यो रेभिन्यू स्ट्रिम पनि धेरै कम छ कि हामीलाई अधिकारै दिएको छैन। तर एक दुईवटा कुरा हाम्रो मेन रेभिन्यू स्ट्रिम भनेको यातायात पनि हो। यातायातमा ट्रायल सेन्टर बन्न सकिरहेको छैन। त्यो ट्रायल सेन्टरले अड्किराखेको छ। सबै धेरै जस्तो मान्छे एउटा रुकुममा ट्रायल सेन्टर छ, यो सुर्खेतमा ट्रायल सेन्टर हामीले बनाउन सक्यो भने त्यो जग्गाको विवाद भइराखेको छ। त्यसलाई छिट्टो न छिट्टो सल्टायो भने अर्को ट्रायल सेन्टर बन्यो भने त्यसबाट पनि अलिकति थप रेभिन्यू आउँछ। अहिले धेरै जस्तो रेभिन्यूहरू हाम्रो त्यो ट्रायल सेन्टरको रेभिन्यू जम्मै नेपालगञ्जमा भएको भएर चाहिँ त्यो 5 नम्बर प्रदेशमा गइराखेको छ। त्यसले गर्दाखेरि अब यो कन्सियसनेस नागरिकबाट पनि आउनुपर्छ। यसको समस्या त राजनीतिक रूपमै गर्नुपर्ने होला। त्यहाँ जुन ट्रायल सेन्टरको प्रसङ्ग निस्केर मैले यो प्रसङ्ग थोरै समय उहाँहरूको व्यवस्थापनको कुरा होला। त्यहाँ जसले अहिले बसोबास गरिरहनु भएको छ, सरकारको इन्कम जेनेरेट गर्ने एउटा प्रमुख स्रोत नै बन्द भएपछि त राजनीतिक निकासको लागि त प्रयत्न गर्नु पर्यो प्रदेश सरकारले। अब सरकारले एकदम अब आज बिहान पनि म मेयर साहबसँग बसेका थिएँ। मुख्यमन्त्रीले पनि अब यो विभिन्न चरणमा यो छलफल भइराखेको छ। अलिकता पछिल्लो चरणमा चाहिँ अब हामीले नि विभिन्न खास गरेर म चाहिँ के भन्छु भनेदेखि म कसैलाई औँला ठहराउन चाहदिनँ। गलत नजिर सबले बसालेको छौँ। हामीलाई यो चेन्ज ल्याउनको निम्ति चाहिँ हामीले चाहिँ जनताको पनि साथ लिन खोज्यौँ, कर्मचारीको पनि साथ लिन खोज्यौँ, शिक्षकहरूको पनि साथ लिन हरेक कुरालाई चाहिँ खेलकुददेखि सम्पूर्ण चिजलाई हामीले पोलिटिसाइज गऱ्यौँ। त्यो पोलिटिसाइज गरेको चाहिँ त्यसको अहिले प्रभाव चाहिँ नकारात्मक प्रभावहरू चाहिँ हामीले चाहिँ भोगिराखेका छौँ। अब अहिले हामीले संरचना बनाउनु पर्यो, हामीले देशलाई गति लिनु पर्यो, खर्च कटाउनु पर्यो भन्दाखेरि चाहिँ त्यो नजिरले चाहिँ हिजो हाम्रै पोलिटिकल पार्टी सबैको जिम्मा छ यसमा। हामीले नि प्रोत्साहन हाम्रो बनाउनुको निम्ति त्यो सुकुम्बासीहरूलाई पनि त्यहाँ बस्न दियौँ होला। अब हिजो हामीले बस्न दियौँ, अहिले नबस भन्दाखेरि यो जिम्मा त सबैले लिनुपर्छ। त्यसले यसमा राजनीति गर्ने होइन, ठोस निर्णय चाहिँ गर्नुपर्ने छ। यो इमान्दार पूर्वक देशलाई बनाउने हो भनेर सोचेर चाहिँ निर्णय गर्नुपर्छ। त्यसले गर्दाखेरि मैले चाहिँ औँला ठडाएर होइन, उसले अब हामी अहिले सरकारमा एमाले र नेपाली काङ्ग्रेसले त्यो निर्णय गर्दाखेरि हामी चाहिँ नराम्रो देखिने अनि बाहिर बसेको पार्टीहरू चाहिँ एकदम उनीहरूलाई गएर प्रोत्साहन दिने त्यो किसिमको भयो भने चाहिँ यो देश कहिले पनि बन्दैन। त्यसैले हामी सबैको जिम्मा छ यो गलत नजिर बसाल्नलाई। तर अब यसलाई चाहिँ निकास चिर्नुपर्ने पनि हाम्रो दायित्वमा। अब उत्तरार्धतिर छौँ छलफलको कुराकानीको। करिब 2 दशकदेखि तपाईँ राजनीतिमा हुनुहुन्छ। यो सिस्टम यस्तो छ, व्यवस्था बदलिएको छ, जो पदमा छ उसले चाहिँ अलि बढी आलोचना खेप्नुपर्ने, अलि बढी गाली खानुपर्ने छ। तपाईँ आफू सामाजिक काममा अलि बढी क्रियाशील रहनुभयो केही समय, अहिले पनि गरिरहनु राख्नु भएको छ। तर कोभिडको समयमा तपाईँले करोडौँ रुपियाँका स्वास्थ्य सामग्रीहरू अस्पतालहरूलाई उपलब्ध गराउनु भयो। जाजरकोटमा झाडापखालाको महामारी हुँदा आफ्नै खर्चमा हेलिकप्टरबाट त्यहाँ औषधि पुर्याउनु भयो। सरकारभन्दा पहिला तपाईँको उपस्थिति पुग्यो त्यो क्षेत्रमा। त्यो सामाजिक सेवा गर्दाखेरिको जुन आत्मसन्तुष्टि थियो, अहिले राजनीतिमा आएपछि मैले गल्ती गरेछु भन्ने जस्तो लाग्छ यो इन्भाइरोमेन्ट देख्दाखेरि? कहिलेकाहीँ एकदम लाग्छ। समीक्षा गर्दाखेरि यो काम म फँसी जस्तो पनि लाग्छ।
त्यो बेलामा मलाई एकदम मेरो कुनै पनि राजनीति एउटा सपनै थिएन। म यहाँ जाजरकोट मेरो पुर्खाली ठाउँलाई सेवा गर्दाखेरि म यहाँ माननीय बन्छु ठुलो अथवा नेता बन्छु भन्ने मेरो कुनै त्यो सपना बोकेर पनि आएको होइन, सोच पनि थिएन। परिस्थितिले मलाई चाहिँ दोहोऱ्याएर यहाँ राजनीतिमा लिएर आयो। पहिलाचोटि 64 सालमा मलाई नेपाली काङ्ग्रेसले मलाई समानुपातिको टिकट दिँदाखेरि मैले विभिन्न मान्छेहरूसँग सल्लाह गर्दा जो राजनीतिकमा उपस्थित थियो, खास गरेर नेकपा माओवादीका साथीहरू पनि काङ्ग्रेसका साथीहरूसँग पनि मैले सल्लाह गर्दाखेरि चाहिँ तपाईँले एउटा समाजसेवाको काममा चाहिँ अगाडि बढिरहनु भएको छ, तर समाजसेवा भनेको चाहिँ सरकारमा नआएसम्म चाहिँ त्यो पुरा सम्पन्न हुँदैन भन्ने कुरा उहाँहरूबाट पनि सल्लाह आइसकेपछि चाहिँ म चाहिँ यहाँ उत्रिएँ। तर कहिलेकाहीँ जुन परिस्थिति देखिरहन्छ नि, जुन इन्भाइरोमेन्ट देखिरहन्छ नि, त्यो इन्भाइरोमेन्टले चाहिँ मलाई चाहिँ अलिकता प्रोत्साहन गर्नुभन्दा चाहिँ निरुत्साहित गरेको देखिराखेको छु। जस्तो मैले के अहिले चाहिँ अब त्यो बेलामा सामान्य एउटा नागरिक थिएँ, एउटा ऊर्जा थियो म मेरो पुर्खाली ठाउँमा केही गर्छु भनेर। त्यसपछि एउटा सामान्य नागरिक सोसल सर्भिसबाट चाहिँ म एउटा पार्टीको एउटा कार्यकर्ता भएँ। त्यसपछि मेरो एउटा नयाँ किसिमको ऊर्जा निस्क्यो। अनि मलाई कस्तो लाग्यो भनेदेखि ओहो यो सामान्य कार्यकर्ता भएर पनि पहुँच हुँदैन रहेछ, माननीय बन्नु पर्दो रहेछ भन्ने कुरा आयो। माननीय बनेपछि आफ्नो लिमिटेसन बुझी। अनि माननीय बनेपछि यो माननीय बनेर मात्रै हाम्रो ठाउँमालाई केही गर्न सकिँदैन रहेछ भन्ने हुँदो रहेछ। त्यसपछि फेरि मन्त्री बन्नुपर्ने रहेछ भन्ने। अहिले अर्थमन्त्रीको पदमा, कर्णाली प्रदेशको अर्थमन्त्रीको पदमा छ। यसो वातावरण हेर्दाखेरि मन्त्री बनेर पनि गर्छु भन्ने मान्छे अहिले यस्तो बजेट ल्याउँदाखेरि पनि मलाई साथ सहयोग पाइन्छ कि पाइँदैन आफ्नो हातमा मात्रै रहन्छ। अब कर्मचारीहरूको पनि सहयोग चाहिन्छ, साथ चाहिन्छ, विज्ञहरूको पनि साथ चाहिन्छ, सहयोग चाहिन्छ, पत्रकार साथीहरूको पनि साथ चाहिन्छ, सहयोग चाहिन्छ। सबै समाज मिलेपछि पो त देश बन्ने हो। तर हामी सबै आफ्नो आफ्नो ट्र्याकमा हिँडिराखेका छौँ र इन्टरेक्सन गरिराखेका छैन, समेट्न पनि खोजिराखेका छैन जस्तो लाग्छ। त्यसले गर्दाखेरि मैले पहिला पनि तपाईँकै कार्यक्रममा अघि मैले भने आलोचना गर्न चाहदिनँ, समीक्षा गरौँ भन्ने मैले लाइन लिएको छु। सबै एउटा नागरिकले पनि, एउटा कार्यकर्ताले पनि, एउटा टिचरले पनि, एउटा पत्रकारले पनि, एउटा राजनीतिक कर्मीले पनि आफ्नो आफ्नो ठाउँमा बसेर चाहिँ समीक्षा गर्यो भने चाहिँ यो देश अवश्य रूपमा चाहिँ राम्रो हुन्छ। खास गरेर यो कर्णाली प्रदेशको म त सम्भावना देख्छु। जिरोबाट सुरुवात गर्नेछ, खालि हाम्रो मन मिल्नुपर्छ। मन मिल्ने बित्तिकै यो गरौँ है, यसबाट बाटो लगौँ है, यता गरौँ है, यो गरौँ है भन्ने बित्तिकै सबैले साथ दियो भने त त्यो बन्छ। तर हामीलाई विभाजन सोचमा चाहिँ परिवर्तन ल्याउनु पर्यो। समृद्धिको सोच चाहिँ पहिला आफ्नोमा आउनु पर्यो, त्यसपछि चाहिँ हामी बाटो यो रेभोल्युसनरी थटहरू चाहिँ अब चाहिँ त्याग्नु पर्यो। रेभोल्युसनरी थट त्यागेर समृद्धि र विकासतिर चाहिँ हाम्रो थट चाहिँ ल्यायो भने चाहिँ हाम्रो चाहिँ समृद्धिको सपना पुरा हुन सक्ला। हुन्छ मन्त्रीज्यू, यो छोटो समय थियो, तपाईँको व्यस्तताको बिचमा पनि तपाईँकै कार्यालय परिसरमा, तपाईँकै कार्य कक्षभित्रै यो संवादको समय उपलब्ध गराइदिनु भएकोमा तपाईँलाई धन्यवाद। अघि मैले अन्तिम प्रश्न तपाईँलाई गरेको थिएँ, कहिलेकाहीँ नैराश्यता त्यो ठाउँबाट म यहाँ आएर कहाँ फसेछु भन्ने लाग्छ कि लाग्दैन भनेर, त्यो मनोभावना चाहिँ नआउने वातावरण बनोस् नेपाली राजनीतिमा, यो कामना गर्छौँ। आउँदो बजेटले कर्णालीको मुहार फेरोस्, शुभकामना छ। थ्याङ्क यू, धन्यवाद। दर्शक महानुभावहरू, आज हामीले कर्णाली बजेट केन्द्रित संवाद गऱ्यौँ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहज्यूसँग आजको संवाद यहीँनिर बिट मार्छौँ। अर्को साता फरक अतिथि, फरक विषयका साथमा फेरि भेटौँला। पुरुषोत्तम सापकोटालाई आज्ञा दिनुहोस्। तपाईँको बाँकी पल शुभ बितोस्। नमस्कार।